सबै ठाउँमा त्यस्तो उता त कहीँ बत्ती छैन उता त्यस्तै हालत छ उता फेरि त्यस्तै हालत छ। सुदूरपश्चिम प्रदेश लगायत क्षेत्रमा परेको अविरल वर्षाका कारण रणधुरा जिल्लाका 7वटै स्थानीय तहका क्षेत्रहरूमा प्रारम्भिक आँकडा अनुसार ठुलो धनजनको क्षतिहरू भएको छ। यसमा कृषि बाली, धान लगायत तरकारी खेती, भौतिक पूर्वाधार, सडक यातायात, खानेपानी, बिजुली लगायतका क्षेत्रमा ठुलो मात्रामा हानि नोक्सानी क्षति भएकोले तपसिलका क्षेत्रमा तत्काल राहत उद्धारका लागि हार्दिक अनुरोध। जिल्लाभरिका विभिन्न ग्रामीण क्षेत्रका निजी भवनहरू, आवासहरू, सार्वजनिक विद्यालयहरू लगायतका ग्रामीण क्षेत्रमा बिजुली आपूर्ति भएको छैन। त्यस्तै हालसम्म दूरसञ्चारको अवस्था र चाहिँ सडक अवरुद्ध भएका कारणले यो सूचनाहरू सङ्कलन हुन सकेको छैन। यकिन रूपमा चाहिँ जिल्लाभरिमा कति क्षति भएको छ त्यो कुरो चाहिँ डाटागत रूपमा चाहिँ आउन सकेको छैन। परिवारहरूलाई चाहिँ राहत लगायतका खानेपानी, सिँचाइ, विद्युत, सडक लगायतको चाहिँ क्षेत्रमा चाहिँ काम गर्न र राहत उपलब्ध गराउनका लागि सम्पूर्ण 7वटै पालिकाको तर्फबाट जिल्ला समन्वय समितिको तर्फबाट यो ज्ञापन पत्र यो अनुरोध भन्दा बढी क्षतिहरू गनाइराख्नु भएको छ। दुईजना मान्छे मर्ने पनि हामीले पालिएको छौँ। अझै तथ्याङ्क लिनु बाँकी छ। धेरै जसो घरहरू क्षति पनि भएका छन् पूर्ण रूपले पनि। आजसम्म भोलिसम्म अब बाटो खुलिन्जेलसम्म कति आउने त थाहा छैन। केही राहत भयो भने सकिन्छ, नत्र हामी त्यहाँ बस्न सक्ने अवस्था चाहिँ छैन। बत्ती आयो नि सबै ठाउँमा त्यस्तो उता त कहीँ बत्ती छैन उता त्यस्तै हालत छ उता फेरि त्यस्तै हालत छ। खाद्यान्न पठाउनु पर्छ।